ओके हेलो हाई नमस्ते आज चाहिँ भ्लग मैले बनाउँदै छु किनभने सुशील चाहिँ यताउता काम गर्दा गर्दा बिजी हुनुभयो त्यही भएर खासै बनाउन चाहिँ भ्याइराख्नु भएको छैन अनि आज चाहिँ हामी कति लङ टाइम पछि चाहिँ क्याम्पिङ जाँदै छौं त्यही भएर अब लङ टाइम त हैन हामी 2-3 हप्ता अगाडि त गएको थियौं त्यही पनि फेरि अब आज चाहिँ अलि धेरै जना मिलेर जाँदै छौं अनि त्यसपछि चाहिँ अब भ्लग खिचौं न त पछिको लागि पनि मेमोरी हुन्छ रमाइलो पनि हुन्छ भनेर चाहिँ आज चाहिँ म भ्लग बनाउँदै छु के गर्छौं कसो गर्छौं म सबै भ्लगमा क्याप्चर गरिहाल्छु लेट्स सी वी विल एन्जॉय वी विल ह्याभ फन अनि आई विल ट्राई टु क्याप्चर इच एन्ड एभ्री मोमेन्ट एकदम रमाइलो हुनेवाला छ धेरै टाइमको लागि त हैन जम्मा 2 days 1 night हो किनभने सबैको छुट्टी पनि मिलिरहेको छैन हामीले समहाउ म्यानेज चाहिँ गर्यौं छुट्टी तर लेट्स सी हाउ इट गोज हामी रमाइलो त पक्कै गर्छौं 11 जना जाँदैछौं 11 जना जाँदैछौं सो we will have fun and I will show you how it goes भनेर चाहिँ अब सबै जना रेडी भएर बसिसक्नु भएको छ अब हामी चाहिँ अब मन्दिरालाई कुर्दै छौं अब मन्दिरा रेडी भएपछि चाहिँ we ready to go hello baby hello ओहा हामीसँग दुईटा गाडी छ केटीहरु 6 जना भयो छुट्टी नमानेको छैनन् सो 3 जना कसरी बस्ने भन्दा पट्टे पट्टे चिटे ल ल है 3 जना छ यस्तो 3 जना त्यस्तो हुन्छ के भन्नाले अब कसरी हुन्छ मिल्छ ल म छुटाइदिन्छु ल ल ल 3 एकैचोटी गर्नुपर्छ है 3 2 1 पट्टे पट्टे चिटे दुईजना छुट्यो अनि दुईजना छुट्यो अब यहाँबाट एउटा छुट्टिन्छ पट्टे पट्टे चिटे फेरि गर हैन पट्टे पट्टे चिटे अब इसा छुट्टिन् कफी टाइम आफै कफी बनाउँदै खाँदै ल कफी मेकिङ hello guys hello रञ्जन दाइ हेलो भन्नु हेलो do you want muffin खाम क्या एउटा तैले भन्दा अर्को डिफरेन्ट सो दैट मिलेर खान पाए हेलो बेबी चीयर्स हेलो सन्दीप दाइ चीयर्स अब मफिन छान्नेहरुको लाइन लागिरहेछ तिमी छान न जाऊ इशाराले बोलाउनु पर्दैन माया गरे डराउनु पर्दैन त्यसैले बोलाउन मन लाग्यो माया गरे डराउन के खान्छु चरिउड्यो आकाशै छुनलाई माया गर्छु दिलैमा हुनलाई तिम्रो हाम्रो साइनो कस्तो हो जे पाएले हो माले हो माले चरिउड्यो बादल छुनलाई म बसेको रेलै उड्यो कान्छी बसी एक्लै रुनलाई अब यी बाटे कति धेरै बाइक गर्छहरू त नि आज फेरि यीबाट हाम्रो त आइसक्यो फेरि किन यो मान्छेको बोलेन बाइक सुशीलले चाहिँ गर्ने मलाई एकदम भोगे लाग्यो मैले उड्दिन्थ्यो ल यीबाट बाइकबाट टिक टिक 1 बाइक पछाडि चाहिँ ह्यान्डल टिक टिक 2 इनको माया मलाई भने कति लाग्छ राजे इनको माया मलाई भने कति लाग्छ राजे बिहा गर्न आऊ मलाई लिएर बाजे हजुर लिएर बाजे धनकमाला लगाएर लिएर बाजे रे के बाजेले पनि लिन आउने हो केटीको उसमा गाइदिएको क्या मैले ल टिक टिक 5
यहीँबाट भइसक्यो त अनि त्यो त कला हो नि गीत हामी बनाएको होइन ठोक्न त ठोको सन्दीपको सुर पनि लागेर ताल पनि लागेर यहाँबाट यो मालो के हो जाने चाहिए मालो जाने भए जमाया घुमेर माया जाने भए जमाया फाइनल्ली हामी चाहिँ आइपुगिसकेछौँ अनि यो चाहिँ बीच साइड रहेछ यस्तो प्रिटी भ्यू छ यति ब्युटिफुल भ्यू छ वाउ दिस इज सो ब्युटिफुल नाइस यहाँबाट भ्यू यस्तो छ ठ्याक्क मेरो लागि स्वागत गर्न छोडिदिए जस्तो छ होइन वाउ दिस इज सो नाइस ए ठ्याक्कै यहाँबाट यस्तरी हिँडेर उहाँ तल जाने ठाउँ पनि नाइस रहेछ है ल हामी चाहिँ आइसकेछौँ ल अब गाडी पार्क गरेपछि चाहिँ एकैछिन हिँड्न पनि रहेछ त्यही भएर केटाहरू चाहिँ सबैजना त्यो भएको ठाउँमा के अरे क्याम्प साइडमा चाहिँ हेर्न जानुभएको छ र हामी गर्ल्सहरू चाहिँ यहाँ फोटो खिच्नको लागि आइरहेछौँ हेलो गर्ल्स पोजको छ होइन पोजको हाम्रो अब क्याम्प साइडमा आगो बाल्न नमिल्ने भएर हामीले क्याम्पिङ साइड चेन्ज गर्न पर्ने भयो नेटवर्क आइरहेको छैन त्यही भएर यसरी सुशील अन टप के भएर हजुर यहाँ माथि नेटवर्क नटिपेर यसरी सुशील अन टप है पुरा नेटवर्कको लागि यसरी माथि उस गरिराख्नु भएको छ है फोन गरिराख्नु भएको छ हामी अर्को क्याम्प साइड चेन्ज गर्ने भनेर धन्न हामी टाइममा आएछौँ छिटो आइपुगेछौँ नत्र गाह्रो हुन्थ्यो हामीलाई आगो बाल्न नपाएर यहाँ चटपटे रेडी हुँदैछ साथीहरू चटपटे बनाउँदैछन् हेलो गाइजहरू मिठो मिठो चटपटे बनाउँदैछन् यिनीहरूले अनि त्यहाँ चाहिँ गाइजहरूले टेन्ट हाल्न स्ट्रगल गर्दै हुनुहुन्छ लास्ट इयर डेन्जरै हावा लागिरहेको छ त्यही भएर टेन्ट बनाउन चाहिँ एकदमै स्ट्रगल भइरहेछ यो चाहिँ हाम्रो दुईटा गाडी एउटा गाडी चाहिँ आउने बाँकी नै छ ए हाम्रो अहिलेसम्म सामान चाहिँ यति आइपुगेको छ यो गाडीमा चाहिँ डेन्जर बब्बालै धेरै सामान अट्ने रहेछ सही हो ऊ चियर सब ढलिसक्यो हाम्रो बिजोक भइसक्यो अहिलेसम्म यति भइरहेको छ वाइल्ड भोक लागिसक्यो त्यही भएर पहिला चाहिँ लेट्स स्टार्ट विथ चटपटे भनेर चाहिँ चटपटे छिटो छिटो गरेर बनाउन लागिरहेछौँ अब चटपटे बनाउने ओके ल अब यता चाहिँ हाम्रो चटपटे रेडी भइसकेको छ वाउ ल चटपटे मास्टरहरू यहाँ छन् र हाम्रो टेन्ट पनि अलमोस्ट रेडी अब बाहिरबाट कभर मात्र हाल्नलाई बाँकी छ राइट चटपटे खाँदै खाउँ सबैजना सबै भोकलले पर्फेक्ट
बन्यो ताली हाम्रो यहाँ खसीको के हो यो सेकुवा ट्याक्क रेडी हुँदैछ आगो चाहिँ छैन ल ह्याप्पी क्याम्पिङ त्यसपछि हामी एकदमै धेरै रमाइलो गऱ्यौँ आगो ताप्ने खाना बनाउने मासु खाने गऱ्यौँ अनि वी इन्जोयड होला त्यसपछि त मैले त भिडियो खिच्नै बिर्सेछु डेन्जरै रमाइलो भइरहेको थियो रमाइलो हुँदा सबैको फोन पनि डेड भइसकेको थियो अनि मैले त भिडियो खिच्नै बिर्सेछु अहिले चाहिँ भर्खरै बिहान भयो बिहान भर्खरै त भएको छैन जे होस् 8:15 जस्तो भएको छ अनि त्यसपछि हामी चाहिँ उठ्यौँ अब अनि अब प्याकिङ गऱ्यौँ किनभने 10 बजेको हाम्रो यो क्याम्प साइटको चाहिँ चेकआउट छ प्याकिङ गऱ्यौँ यताउता गऱ्यौँ अब चाहिँ चिया बनाउने ब्रेकफास्ट गर्ने अनि त्यसपछि हामी निस्किनुपर्छ यहाँ चाहिँ हाम्रो अब बिन सबै रेडी टु गो त्यहाँ चाहिँ हामीले हिजो आगो बालेको थियौँ त्यो पनि सबै निभाइदिइसकेको थियौँ गाडी पनि यस्तो भएको छ अब यो टेन्टलाई निकाल्न अनि यो टेन्टलाई निकाल्न बाँकी छ त्यो दाइहरू चाहिँ उठिसक्नु भएको छ हाम्रो ग्याङमा चाहिँ केटीहरू भन्दा नि केटाहरू चाहिँ एकदमै धेरै एक्टिभ हुनुहुन्छ के सो यो हामी नउठ्दाखेरि नै यो सबै क्लियर गरिसक्नु थियो सबैजना उठेर यिनी चाहिँ यहाँ टेन्टभित्रै छिन् होइन टेन्टभित्रै छन् अनि यहाँ चाहिँ अब ठ्याक्क अब ब्रेकफास्ट बनाउनुको लागि मात्र सामानहरू छ अरू हामीले सबै हामी यति खान्छौँ हिजो सबै भइसक्यो हम उता दाइहरू चाहिँ टक्क रेडी ग्यास लिएर बसिसक्नु भएको छ वी डोन्ट निड टु डु एनिथिङ सबै दाइहरूले नै गर्नुहुन्छ हामी चाहिँ खाइदिने मात्र हो गुड मर्निङ रजुलाई गुड मर्निङ अन्त ठ्याक्क बनाउँछ त्यहाँबाट अब को निस्किँदै गुड मर्निङ भन्नलाई निस्किनै सक्नु हेलो रञ्जन दाई गुड मर्निङ भन्नु न अब हामी ठ्याक्क यो चाहिँ प्याकिङ गर्न लाउनु भएको थियो अनि मैले चाहिँ आज पनि बिर्सिसकेको थिएँ अलमोस्ट अनि एकछिन वेट गर्नु न म एकछिन भ्लग बनाउँछु त्यसपछि प्याकिङ गर्नु होला भनेर किनभने यो पनि प्याक गरेर गाडीमा थन्काएर अनि त्यहाँ बसेर पकाएर अनि हामी चाहिँ यहीँ बसेर खाने रे सो द्याट इट विल बी इजी 10 बजेभन्दा पहिला चेकआउट गर्नको लागि यस्तो छ हाम्रो क्याम्प साइट चाहिँ यहाँ चाहिँ फेस वासिङ भइरहेको छ म चाहिँ भर्खरै फेस वास गरेर ब्रस गरेर फ्रेस भयो अनि बसेको यस्तो छ हाम्रो साइट यहाँ कसैलाई अझै जाडो भइरहेको छ ए दुध चियावाली सुन्दिन चियावाली चिया बनाउने भाडो हाम्रो अनि हाम्रो फलफुलवाली म पनि अघिसम्म त्यो चक्कु समाइरहेको थिएँ है अहिले हामी भिडियो बनाउनु परेर मात्र हो ए हाम्रो यो चाहिँ यता आइसकेको छ सामान अडियन्सहरू यो हाल र त्यो हाल्न हाल भन्ने अडियन्सहरू चाहिँ यति नै हुन् है रसिल दाइले ससेज बनाउँदै हुनुहुन्छ
अनि त्यहाँ सानोले चाहिँ अन्डा डिपार्टमेन्ट हेरिराख्नु भएको छ। यस्तो भइरहेछ। अनि त्यसपछि त्यहाँ दुईजनाले एउटाले क्याप्सिकम काट्ने एउटाले चाहिँ एबो बनाउने एबो काट्नेवाला डिपार्टमेन्ट छ। यस्तो भइरहेछ हाम्रो क्याम्पिङ। अनि हामी दुईजना चाहिँ हेर्ने अडियन्स। मोमेन्ट चाहिँ किन क्याप्चर गर्न मन लाग्यो भन्दाखेरि फाइनल्ली मेरो बहिनीले केही काम गरी भनेर मलाई एकदमै क्याप्चर गर्न मन लाग्यो। लिटरली आएबाट केही काम गरेको भनेको यही पस्केको होला। ए त्यो काटी क्या हो है, त्यो काट्न नै काट्यो। हामी चाहिँ सधैँ अडियन्स पुरा म चाहिँ सधैँ अडियन्स। हाम्रो मेन गेस्ट हो क्याम्पिङको। लास्ट टाइम चाहिँ यस्तो 7-8वटा हाम्रो क्याम्प साइडमा आएर हाम्रो चिया पनि खाइदिएर हामीले चिया खाना पाएको थिएनौँ। यसले सब पोखाइदिएको थियो। अहिले पनि खाना खोज्दै त्यो पिनहरू खोताल्दै बसिरहेको छ। अहिले चाहिँ एउटा मात्र छ धन्न, थ्याङ्क गड। यसले चाहिँ त्यस्तो दुःख दिएको चाहिँ छैन। यतै त्यो फोहोरहरूतिर चाहिँ गइरहेको छ। लास्ट टाइम चाहिँ इट वाज वर्स। 5-6वटाले हामीलाई यस्तो अट्याकै हानिसकेको थियो नि। सबै खानेकुराहरू यताउता गरिदिएर कस्तो बिजोक बनाएको थियो। धन्न रातिको टाइममा चाहिँ यो ननिस्किँदो रहेछ, बिहान मात्र। अनि रञ्जन दाई चाहिँ यति एक्साइटेड हो नि यो गर्नको, यसलाई चलाउनुको लागि। खालि यसलाई चलाउने चाहिँ रञ्जन दाईको मात्र काम छ। अब यहाँ चाहिँ टेन्ट उठाउने कार्यक्रम भइरहेको छ यता। अनि गर्ल्सहरू चाहिँ यहाँभित्र बसेर यति गफ हानिरहेको छन्। मैले आइजाऊ न हो, जाम न हो, रेडी हुम न हो भन्दा पनि कहाँ गयो, मान्ने नै होइन। मैले यति भने चाहिँ यिनीहरूलाई रेडी भयो, अब जानुपर्छ, निस्किनु पर्छ भनेर, तर उनीहरूलाई गफ गरेर फुर्सदै छैन। अनि यहाँ लेडिजहरू चाहिँ काम नपाएर पुरा गफ हानेर मैले अघि नैबाट निस्क्याउ न ओइ निस्क्या न ओइ भनेको छु, मान्ने होइन। गुड मर्निङ गाइजहरू। ल अब उठ, ल रेडी हुने जाने, उठ उठ उठ, दुधु खाने उठ। अब चाहिँ एल्सा पनि आइसके गाडीभित्र। अनि अब हामी दुईजना मिलेर चाहिँ रेडी हुन्छौँ, किनभने हामी दुईजनाको मेकअपको सामान एकै ठाउँमा छ। सो वी बोथ निड टु बी रेडी इन सेम प्लेस। छैन बेबी, के गरेको हो बेबी? स्याम्पू त ल्याएन, किन टाउको धुनु भएको त नि? डिसवासले किन टाउको धुनु भएको त नि? फेसवासले धोइदिनु बेबी, केही हुँदैन, केही नै हुँदैन। फेसवासले धोइदिनु। त्यो अर्को मामा अर्थको फेसवास छ कि पछाडि, त्यसले धोइदिनु। बेबीले त यतिकै टाउको भिजाइदिनु भएछ। सानुले यतिकै टाउको भिजाइदिनु भएछ। स्याम्पू ल्याएकै छैन हामीले। ओ गुड, फेसवासले टाउको धोइदिनुहुन्छ अब। सानु चाहिँ पुरा इन्जोइङ मुडमा छ कि। अब दाँत त्यहीँ माझ्यो। अनि फेरि यत्तिकै कि स्याम्पूहरू हामीले लिटरली स्याम्पूहरू केही बोकेको थिएन। सानो त पुरा त्यहीँ टाउको नुहाइदिइराख्नु भएको हो कि। अनि कपाल भिजाएर बल्ल एलु स्याम्पू छ अरे के। अनि मैले त फेसवासले धोइदिनु, कपाल केही पनि हुँदैन भनेको। हि लिटरली डिड द्याट के, फेसवासले कपाल धोइदिनु भयो। बट हु केयर्स, फन न हो, ठिकै छ। ह्याभ फन बेबी। अहिले यहाँ हेरेपछि हाँस्नुहुन्छ, यहाँ हेर्नु भने चाहिँ हाँस्नुहुन्छ है। हेर्न खै त यो त हेर्नु न त, यहाँ हेर्नु भयो भने चाहिँ हि विल स्माइल फर स्योर। हेर्नु चाहिँ हुँदैन के, मैले भनेको थिएँ नि। And that's a wrap up.
ल सबैजना रेडी भइसके अब हामी चाहिँ हाम्रो प्लान भनेको अब बीच जाने we are going to beach now and there will be chairs on the beach. हाम्रो यस्तै डान्स हुँदै एउटा कपाल यता छुट्टिया छन् एउटा यस्तो छन् यता यस्तो छन् हावा कन्टिन्युस चलिरहेको छ म रिपोर्टर यसलाई मैले यस्तो गरेर बालुवाले यो चाहिँ फोटो खिच्नलाई रञ्जन दाइलाई बोक्ने रे त्यही भएर खेदाउनु हो है भाइले ला 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 रन हामी होला जस्तो लाग्छ कि फन नगर्ने चाहिँ किनभने केटाहरू चाहिँ डेन्जरै फन गर्छन् They don't give a shit. यहाँ हैन बुढी फेरि डराएर नगर न भाइ रे बुढी डराएर उ ल अब भाइको बुढी गर्न पर्यो अलराइट अब चाहिँ हामी म्याकमा स्टप गरिसकेछौँ खाजा खानको लागि किनभने एकदमै भोक लाग्यो बाटोमा अब म्याकै आउँछ अब म्याकै खानुपर्छ होइन सबैजना भित्र गइसकेछन् हाम्रो चाहिँ यसो टाइम लाग्यो खानालाई आइसक्रिमहरू चाहिँ हामीले खाइसक्यौँ सबै भोकले प्याक्क भएको अवस्था अनि यहाँ चाहिँ सबैजना मिलेर राख्नु भएको छ के अर्डर गर्ने भनेर हामी अब म्याक खान आइसकेका छौँ ओके फाइनल्ली अब हामी चाहिँ घर जाँदैछौँ र हामी चाहिँ अब 3 जना भयौँ गाडीमा हिजो 4 जना थियौँ किनभने आज चाहिँ यतापट्टि साइडमा सबै सामान राख्नु परिरहेको छ हिजो चाहिँ भाइ एक्लै आउनु भएको थियो त्यही भएर सबै सामान भाइको गाडीमा थियो तर अब चाहिँ घर जानुपर्छ आफ्नो घर जान पर्ने भएर अब हामी ठ्याक्क 3 जना एउटै घरमा अनि हामी 3 जना चाहिँ यो गाडीमा पर्यौँ अनि सबैकोमा अलिअलि सामान गर्दाखेरि चाहिँ अब यत्रो सामान यो सुतेको गरेको सामानहरू चाहिँ अनि सबै यहाँ भयो अरू गाडीहरू पनि अलिअलि 3 जना 4 जना 3 जना 4 जना कम्फर्टेबली जाम भनेर चाहिँ अनि आज चाहिँ हामी 3 जना पर्यौँ अब घर पनि जानुपर्छ त्यही भएर हामी 3 जना यहाँ बस्यौँ भने चाहिँ इजी हुन्छ सिधै घर जानको लागि भनेर चाहिँ यतापट्टि साइडमा सबै सामान छ सबै हल्लियो यतापट्टि साइडमा सबै सामान छ अनि हामी 3 जना यहाँ के भन्छ बेबी केही छैन हाम्रो क्याम्पिङ एकदम रमाइलो भयो है सबैजना हामी 11 जना गएको पहिला एउटा ठाउँमा बुक गरेका थियौँ तर त्यसमा चाहिँ फायर ब्यान भएको भएर चाहिँ वी चेन्ज द साइड हैन साइड चेन्ज गरेर अर्को साइडमा गएर आयो साको पाल्नु मिल्ने ठाउँमा त्यस रमाइलो भयो Elsa, how was it? It was a good experience. Fun भयो? हाम्रो यो भर्खरै ब्रिस्बेनबाट आएको थिएँ ब्रिस्बेनमा इन्जोय हानेर हाम्रो पछाडि पुरै सामान छ भर्खर ब्रिस्बेनबाट आयो कि यो त घुमेको घुमाइ हामी पनि घुमाइयो राइट अब हाम्रो यहाँ चाहिँ भ्यू पोइन्ट रहेछ त्यही भएर हामीले चाहिँ यसो भ्यू हेर्नको लागि चाहिँ यहाँ स्टप गरेको छौँ स्टप गर्दै बिस्तार घुम्दै हिँड्ने भनेर चाहिँ हामीले चाहिँ स्टप गर्यौँ
दामी हिँड्दो रहेछ ए बाहिर निक्लेर आउट रे कम आउट एन्ड लुक आउट हाइकिङ रहेछ ल हाइकिङ गर्ने कपडा हामीलाई चाहिँ वाइल्ड जाडो भयो त्यही भएर हामी चाहिँ वी डिसाइडेड टु कम इन साइड भित्रै बसौँ भनेर उसले त पुरा ब्ल्याङ्केट पनि झिकेर ल्याइसके अब म सुत्छु भनेर सुत्ने रे अब Let's go Kit Kat Frappe. My Kit Kat Frappe. Ani Elsa? एकदमै अनकम्फर्टेबल भयो सो आई चेन्ज माई ड्रेस चेन्ज गरेँ अनि एकदम कम्फर्टेबली बसिरहेको छु किनभने अब हामी सिधै घर जाने हो अनि सिधै घर जानुको लागि घरकै ड्रेसमा जानु नि होइन किन एकदम गाह्रो भयो बस्नुपर्छ हामीले घरमा पनि भनेर आई चेन्ज माई ड्रेस द्याट्स इट फाइनली घर आइपुगेँ अब सामान सबै थन्काउनु पर्यो अब यो सामानहरू सबै थन्काएर घर गएर मस्त सुत्नु पर्छ अब त्यही काम बाँकी छ सामान थन्काउने काम बाँकी छ एन्ड अब हाम्रो भ्लग यहीँ एन्ड भयो हस्त नमस्ते बाई बाई गुड नाइट बाई 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 ओके हो आजलाई भ्लग अब सबै यहाँ ग्यादर हुन्छौँ सामानहरू थन्काइ गर्छौँ त्यसपछि टाटा बाई बाई See you next time.